लमजुङ जाने दाइ सोध्याछ भन्दिनु मेरो मायालाई। अनि सागर सर, अनि हजुरलाई चाहिँ यतातिर यसो साइनो जोड्न पाए हुन्थ्यो, यतातिर मेरो केही सम्बन्ध भयो हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन? इन्टरभ्यू सधैँ भन्नुहोस्, मलाई एकछिन जान्न मन लाग्यो। हामी यति राम्रो छौँ लमजुङहरू होइन। सम्पूर्णलाई नमस्कार। यतिखेर मेरो साथमा हुनुहुन्छ एकदमै चर्चित गायक सागर विशीज्यू। उहाँ चाहिँ अहिले यता लमजुङ यहाँ हाम्रो गाउँमा चाहिँ गीत सुटिङको लागि आउनु भएको छ। स्वागत छ हजुरलाई मेरो ब्लगमा। हजुर धन्यवाद। हामी चाहिँ बेसी सहर नगरपालिका वडा नम्बर 2 यो नरुवल, हजुर नरुवल गाउँमा ठाडो भएका विशेष लाइभ दोहोरी सुटिङमा आएको बेलामा चाहिँ हाम्रो मित्रसित भेट भएको छ। पहिल्यै कुराकानी त भइरहेको। उहाँको चाहिँ हाम्रो दोहोरी हिट भन्ने च्यानल छ, च्यानल। त्यो च्यानल मैले एकदमै हेरिरहेको पनि हो, कुरा पनि भएको। र हाम्रो ऐतिहासिक ठाउँमा यो आँगनमा बस्दा पनि टक्क बिहान ओछ्यानबाट उठ्दा पनि हिमाल, टक्क अगाडि हिमाल देखिने ठाउँ। यति सुन्दर ठाउँ छ। कस्तो लाग्यो तपाईँलाई यो ठाउँ चाहिँ? एकदम यो ठाउँ त स्वर्गभन्दा पनि सुन्दर, स्वर्गभन्दा प्यारो होइन। यो राम्रो पनि छ र आफैमा यो मगर गाउँमा चाहिँ विशेष गरी होमस्टे सञ्चालन गर्नुभएको रहेछ। यहाँको आमा दिदीबहिनीहरू, यहाँका बुवा आमाहरू यति संस्कारी होइन, यति मिठो स्वागत गर्नुभयो हामीलाई। यहाँले दिएको माया, यहाँहरूको माया हामीले एकदम मुटुमा राखेका छौँ। यो मायालाई हामीले गुणले तिर्न त सक्दैनौँ होइन, यो पैँचो तिरेर सक्ने माया त होइन, तर पनि एकदम सम्झना चाहिँ सधैँ सम्झना गर्नेछौँ। यो विशेष गरी यो लमजुङ भन्नासाथ तपाईँलाई के छ भने यो विशेष ठाउँ यसै हो होइन। यहीँ माथि यहाँका विभिन्न यहाँका प्रतिभाहरू, देश विदेशमा नाम चलिसक्नु भएको प्रतिभाहरू, हाम्रो आदरणीय स्वर सम्राट, लोक सम्राट राज परियार दाइको जन्म ठाउँ पनि यही ठाउँ। त्यसै गरी हाम्रो बहुचर्चित गायिका मन्जु विकको जन्म ठाउँ पनि यही ठाउँ होइन। त्यो हुनाले गर्दा नि लमजुङ भन्नासाथ यहाँको पानी नै मिठो छ, पानी गीत यो माटो नै मिठो छ। हजुरको चाहिँ यो लमजुङ चाहिँ पहिलोचोटि हो कि? पहिलोचोटि मेरो लमजुङमा चाहिँ विशेष गरी यो अब आउने क्रममै पहिलोचोटि भनौँ। यो जुन विशेष सुटिङमा चाहिँ अलिकति हामीलाई अब दर्शकहरूलाई चाहिँ हेर्ने अडियन्सहरूलाई गीतको बारेमा, यो सुटिङको बारेमा बताइदिनु न। सुटिङ हाम्रो यो टप नेपाल रोदीघरबाट हो। हजुर हामीले चाहिँ यहाँको मौलिक चिजहरू, ठाडा भाकाहरू, देशका विभिन्न कुनामा रहेका संस्कृतिहरूलाई चाहिँ एउटा संरक्षण गर्ने हिसाबले एउटा टेलिभिजनमा देखाउँ भनेर एउटा देश विदेशसम्म सबैको दर्शकहरूको नजरमा कलाकारहरू होइन, त्यो मौलिक जुन प्रतिभाहरू छ त्यो चिजहरू, यहाँको चिजहरू चाहिँ लोकल चिजहरू पुगोस् भन्ने उद्देश्यले चाहिँ हामी लमजुङमा आएका छौँ। हामी चाहिँ एकदमै यो ठाउँ देखेर मनमोहक, त्यसै गरी यहाँका हाम्रो आमा दिदीबहिनीहरू, बुवाहरू, दाजुभाइहरू असाध्यै सबै रमाइलो हुनुहुन्छ। गाउँमा मान्छे त कमै हो होइन अहिले। अनि सागर सर, अनि हजुरलाई चाहिँ यतातिर यसो साइनो जोड्न पाए हुन्थ्यो, यतातिर मेरो केही सम्बन्ध भयो हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन? इन्टरभ्यू सधैँ भन्नुहोस्, मलाई एकछिन जान्न मन लाग्यो। हामी यति राम्रो छौँ लमजुङहरू होइन, फेरि मलाई भन्नु म मात्रै हो नराम्रो, अरू सबै राम्रो होइन। लमजुङहरू त अब सबै एकदम इमान्दार पनि हुनुहुन्छ, राम्रो त राम्रो, सबै राम्रो हुनुहुन्छ। कस्तो लाग्यो तपाईँलाई यहाँको चाहिँ रहन सहन, बोली वचनहरू? यो ठाउँको एकदमै सबैजना सम्मान योग्य हुनुहुन्छ हाम्रो लागि होइन, किनकि हामीलाई यति मिठो स्वागत गर्नुभएको छ, सम्मान गर्नुभएको छ। यहाँ बसोबास होइन, यहाँ अब खानपानदेखि लिएर हरेक कुराहरूमा केयरिङ, विशेष गरी होमस्टे भनिसकेपछि अझै यो ठाउँ यसै सुन्दर छ आफैमा, घरहरू पनि त्यस्तै, अब सबै कुराहरू एकदम लमजुङको चाहिँ सम्झना योग्य छ। हामी सधैँ सम्झिरहनेछौँ र विशेष गरी मैले जहिले पनि जहाँ पनि भन्ने गर्छु, लमजुङका मान्छे चाहिँ एकदम इमान्दार हुन्छन्। अरू जिल्लाका पनि इमान्दार छन् सबै होइन, तर विशेष गरी लमजुङका मान्छे चाहिँ सोझो, इमान्दार, एउटा आफ्नो परिश्रम गर्ने मान्छे। लमजुङ जिल्लाले चाहिँ त्यस्तो मान्छेहरू जन्माएको हुन्छ। सागर विशी ज्यूसँग चाहिँ भलाकुसारी गर्दै गर्दा हाम्रो दर्शकहरूलाई फेरि एउटा टुक्का भयो भने पनि गाउन लगाउनुपर्छ भनेर गाली गर्नुहुन्छ होइन। यो अवसरमा एउटा सानो हुन त अब समय अभाव छ होइन, सुटिङको सेट तयार हुँदैछ, सानो मिल्छ भने सानो हाम्रो दर्शकहरूलाई सुनाइदिनु। यतै लमजुङकै गीत गाउँछु, हाम्रो आदरणीय राज परियार दाइले गाउनु भएको गीत। हामी सानो छँदाखेरि स्कुलमा एउटा कापी कलम च्यापेर होइन, एउटा चप्पल, खुट्टामा चप्पल पनि नहुँदाखेरि स्कुल जाँदाखेरि हामीले सुनेको गीत होइन, गाउने गीत पनि हो, किनकि दाइबाट पनि म धेरै प्रभावित छु गीत सङ्गीतमा। त्यही गीत प्रस्तुत गर्न चाहन्छु।
धुरा डाँडे शैलीको चिनो शैलीको चिनो बाकासैमा वन भयो भनिदिनु लमजुङ जाने दाइ लमजुङ जाने दाइ सोध्याछ भनिदिनु मेरो मायालाई शैलीको चिनो शैलीको चिनो बाकासैमा वन भयो भनिदिनु लमजुङ जाने दाइ लमजुङ जाने दाइ सोध्याछ भनिदिनु मेरो मायालाई लमजुङ जाने दाइ सोध्याछ भनिदिनु मेरो मायालाई। धेरै धेरै धन्यवाद। अनि यो गीत चाहिँ तपाईँको यो अहिले सुटिङ भएको गीत कहिले आउँदैछ यो बारे पनि हाम्रो अडियन्सलाई? यो गीत अब हाम्रो तत्कालै आउँछ टप नेपाल रोधीहरूको च्यानलमा, अब छिट्टै हेर्न पाउनुहुन्छ। धेरै दर्शकहरूले माया पनि गर्नुभएको छ पछिल्लो समय हामीले गाएका गीतहरूलाई। टप नेपाल रोधीहरूलाई यदि हेर्नु भएको छैन भने आजै गएर हेर्दै गर्नु होला। लाइक सेयर सब्सक्राइब सबै गर्नु होला। टप नेपाल रोधीहरूलाई माया गर्नु होला। नेपाली गीत सङ्गीत नेपाली लोकदोहोरीलाई माया गर्नु होला। नेपाली मौलिक गीतलाई माया गर्नु होला भन्न चाहन्छु। हस्, यो समय र यो चाहिँ मौका दिनुभयो यो कुराकानी गर्ने तपाईँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। हजुरलाई पनि एकदम धन्यवाद। भेट हुन पाइयो है, एकदम खुसी लाग्यो। अब फेरि भेट हाम्रो फेरि यही ठाउँमा फेरि पनि हामी भेट्न पाऊँ भन्दै अहिलेको लागि चाहिँ छुट्टिन चाहन्छु। नमस्कार।